करोड भोट झर्दाखेरि 98 लाख भोट चाहिँ राजा हिन्दू धर्म यो संविधानको विरुद्ध यो व्यवस्थाको विरुद्ध झरोस् न। त्यो व्यवस्थाको विरुद्ध त्यो व्यवस्था के भएर आयो भनेदेखि फेरि दिगो हुन्छ राज संस्था भनेर मैले एउटा धेरै कन्क्लुजन धेरै सोचेर मैले के गरेको भनेदेखि त्यो एउटा छ नि मान्छेको भनाइ छ नि सम्पत्ति 3टा बाटाबाट हुन्छ अरे कि हो लम्बे बाटा कि हो ससुराली बाटा कि हो बाख्रा पाठा भन्छ क्या 3टा बाटो एउटा बाटो आन्दोलनको दिगो हुँदैन अर्को बाटो संसदबाट 2/3 बनाएर ल्याउने त्यो जीवनमा हुँदैन त्यो 2/3 हुन आँटो सबै किनेर फुटाइदिइहाल्छ हाम्रो नेपालका सांसदलाई 50 लाख भए पुगिहाल्छ है। अब सबैभन्दा राम्रो जनताको मतले त्यो त बिकेन नि त जनताले ड्याम साउदीमा बस्ने कतारमा बस्ने दुबईमा बस्ने अमेरिकामा बसेर फेसबुकमा लेख्ने गाली गलौज गर्ने सबैले आएर भोट हाल्नु न एकपल्ट राज संस्था पनि ल्याउँ हिन्दू राज्य पनि ल्याउँ सबै ल्याउँ र भोलि हुने वार्तामा मैले यो कुरा प्रश्न पारेँ र उहाँहरूको आन्दोलनलाई मेरो शुभकामना छ होइन मेरो समर्थन होइन शुभकामना छ मेरो कुरा त्यस्तो शुभकामना छ ज्ञानेन्द्रजी धन्यवाद उहाँलाई शुभकामना छ। वार्ता मिलेन भने विद्रोह हुन्छ चुनाव हुन्छ अधिकार हो वार्ता मिलेन भने चुनाव हुँदैन विद्रोह हुन्छ जनताको अधिकार हो त्यो चाहिँ जनताको अधिकार